हेलो एभ्रिवान वेलकम टु डियर एलसी। आजको यस भिडियोमा हामी कनेक्टिभ सम्बन्धी कुरा गर्नेछौँ। कनेक्टिभ्स कनेक्टिभ चाहिँ हामी क्लास 12 को सम्बन्ध युनिट 5 बाट एउटा एक्सरसाइज छ। त्यो एक्सरसाइजमा कनेक्टिभ्स केही वर्डहरू दिएको छ, जस्तो अल्दो, डो, इभन दो अनि डिस्पाइट र इन्स्पाइट अफ दिएको छ। जस्तो यसमा के हुन्छ भने अल्दो, दो, इभन दो हामीले केसँग युज गर्न मिल्छ भने क्लजसँग युज गर्न मिल्छ। भनेको मतलब क्लज छ भने अल्दो, दो, इभन दो मध्ये कुनै एउटा युज गर्न मिल्छ र क्लज नभइकन नाउन फ्रेज छ भने डिस्पाइट र इन्स्पाइट अफ मध्ये एउटा युज गर्न मिल्छ। यसको विस्तृत भिडियो चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। यसपछिको भिडियो हेर्दै गर्नुहोला। धन्यवाद।